फाइनली हाम्रो एभियरी मास्टर केजको स्ट्रक्चर चाहिँ बन्यो, तर यसको भित्र एउटा नेचुरल इन्भाइरोमेन्ट क्रिएट गर्नको लागि हामी यहाँभित्र प्लान्टिङ गर्नेछौँ चराहरूको लागि। सो लेट्स बिगिन। सो अस्ति ल्याएको फुल होइन घाँस चाहिँ पुगेको थिएन रोप्नलाई। सो म आज फेरि अनि जङ्गल साइडमा गएर चाहिँ केही घाँसहरू लिएर आइछु र नर्मल अनि अरू वाइल्ड प्लान्ट मैले एक दुईवटा चाहिँ एकदम राम्रो भेटाएको छु। त्यो देखाउँछ है त, एकदम सहीवाला भेटाएको छु मैले त्योवाला चाहिँ। सो म देखाउँछु त्यो। सो एउटा चाहिँ योवाला हो, यो चाहिँ फुल फुल्दो रहेछ एक्चुअली। यहाँ मलाई थाहा थिएन यसमा चाहिँ फुलहरू फुलिरहेको छ यहाँ। एउटा चाहिँ योवाला हो अनि अर्को चाहिँ योवाला हो। यसमा चाहिँ फुल फुल्छ कि फुल्दैन चाहिँ मलाई थाहा छैन, तर योवाला भने फुल्छ होला सायद। यो पनि देख्न चाहिँ राम्रो देखिरहेको। अनि योवाला एउटा एकदम मलाई राम्रो लाग्यो। अनि योवाला अस्ति चाहिँ मैले यति रोपेको थिएँ, तर यो चाहिँ खोइ मर्छ जस्तो छ। सो म आज फेरि प्लान्ट गर्दैछु। योवाला नि छ एउटा घाँस अनि अर्को योवाला नि छ। यो चाहिँ कस्तो सफ्ट र एकदम राम्रो भएर मैले योवाला ल्याएको। सो यो अनि अरू त नर्मल चाहिँ दुबो हो। सो प्लान्टिङ सुरु गरौँ अब। सो फाइनली प्लान्टिङ चाहिँ सक्यो मैले, तर केही देखेको छैन अहिले किनकि यो सर्ने बाँकी छ। सर्नु बाँकी छ, त्यही भएर अहिले यो क्यामेरामा चाहिँ त्यति राम्रो देख्दैन। सरेपछि देखाउँछु। अनि अब पर्सि आइतबार सोमबार चाहिँ हामी चरा लिन जान्छौँ होला सायद। सो गेस गर्नु कुन चाहिँ पहिला नयाँ चरा आउँछ होला है त। यो एभियरीमा सबभन्दा फर्स्ट चरा कुन हुन्छ होला ल गेस गर्नु है त। सो आजको लागि यति नै, बाई बाई।